बङ्गुर पालनमा सबैभन्दा बढी खर्च दानामा हुने गर्छ। चाहे बजारको दाना खुवाउनुस् चाहे घरमै बनाएको दाना। बङ्गुर पालनमा सबैभन्दा ठुलो चुनौती भनेको कसरी कम लागतमा बङ्गुर हुर्काउन सकिन्छ भन्ने हुन्छ। यो कुरा हरेक बङ्गुर पालन गर्ने किसानको लागि चुनौती बनेको छ। त्यसैले आजको भिडियोमा कसरी कम खर्चमा बङ्गुर हुर्काउन सकिन्छ भन्ने विषयमा समेटेका छौँ। स्थानीय आहारको रूपमा बङ्गुरलाई के खुवाउन सकिन्छ जसले दानामा हुने खर्चलाई कम गर्न मद्दत गर्छ भन्ने कुरा पनि यो भिडियो मार्फत समेटेका छौँ। बङ्गुर दानाको साथै घाँस पनि खाने भएकाले बङ्गुरलाई सिजन अनुसार नरम कोसे तथा बहुवर्षीय घाँसहरू दिन सकिन्छ। बङ्गुर नउग्राउने पशु भएकोले यसलाई खुवाउने घाँस पौष्टिक नरम हुनुपर्छ, अन्यथा बङ्गुरले पचाउन नसकी डायरिया हुने, कब्जियत हुने हुन्छ। त्यसकारणले बङ्गुरलाई दिने घाँसहरू नरम हुनुपर्छ। बङ्गुरको लागि सिजनेबल घाँसहरूमा हामीले बर्सिम, हे लगाउन सक्छौँ। यी घाँसहरू असोज कार्तिक महिनामा छर्न सकिन्छ। यसमा प्रशस्त भिटामिनहरू पाइन्छ। यी घाँसहरू नरम हुने भएकाले बङ्गुरहरू सजिलै पचाउन सक्छन् र एकदमै मन पराएर खाने गर्दछन्। त्यसैगरी बङ्गुरको लागि उपयुक्त बहुवर्षीय घाँसहरू पनि जस्तै स्टाइलो, इपिलिपिल, हाइब्रिड किम्बु आदि घाँसहरू खेती गर्न सकिन्छ। यी घाँसहरू वर्षभरि नै खुवाउन सकिन्छ। बङ्गुरको मनपर्ने आहार कर्कलो हो। कर्कलोको खेती गर्न पनि सक्नुहुन्छ। बङ्गुरको संख्याको आधारमा यसको खेती गर्न सकिन्छ र यसले आहारमा हुने खर्चलाई कम गर्न मद्दत गर्छ। यसको साथै हामीले मेवा, अम्बा, फलहरू पनि लगाउन सक्छौँ, तर तरकारी पनि लगाउन सक्छौँ। यसबाट इन्कम पनि गर्न सकिन्छ र यदि बिक्री भएन भने पनि बङ्गुरलाई खुवाउन सकिन्छ। हरेक सिजनको लागि फरक फरक तरकारीहरू जस्तै फागुन चैतको लागि लौका, फर्सी, घेरौला, काँक्रा लगाउन सकिन्छ भने हिउँदे मौसमको लागि बन्दा, काउली, सागहरू र मुला पनि लगाउन सकिन्छ। यसरी हामीले तरकारी लगाएर आम्दानी पनि गर्न सक्छौँ। साथै बङ्गुरको आहारमा हुने खर्चलाई धेरै हदसम्म कम गर्न पनि सक्छौँ। हामी पशुपालन गर्ने कृषकहरूलाई के गल्ती गर्छौँ भने 28 रुपियाँ पर्ने गहुँ नकिनेर 40-45 रुपियाँ पर्ने चोक्कर किन्छौँ, 25 रुपियाँ पर्ने धान नकिनेर 35 रुपियाँ पर्ने ब्रान्ड किन्छौँ। अनि कसरी पशुपालनबाट फाइदा लिन सकिन्छ त? बजारको दाना भन्दा घरमै बनाएको दाना 10 - 15 रुपियाँ सस्तो पर्ने गर्छ, तर हामीले घरमै दाना बनाउन अल्छी गर्छौँ। त्यसैले यस्तै कारणले किसानहरू घाटा बेहोर्नु परेको हुन्छ। यदि तपाईहरू बङ्गुर पालन गर्दै हुनुहुन्छ भने आफूले नै घरमा दाना बनाएर खुवाउँदा बढी मुनाफा कमाउन सकिन्छ।